ल त लौटनजी हेरौँ अब यो वडा कार्यालय कस्तो बनाएका छन्। यस्तो छ हालत। यहाँ माथिपट्टि अब यस्तो छोडिदियो भने त भवन यहाँ को जड्या आउँछ के खान्छ। यो पलपल खाएर यहाँ फालेछ। पलपल पनि खाँदो रहेछ नि यहाँ। तर यो काम किन ढिला भयो र यो कहाँनिर के कम्युनिकेसन ग्याप भयो र कसको सामञ्जस्यता मिलेन भनेर यो बडा बुझ्नै गाह्रो विषयवस्तु छ। त्यो विषयवस्तु त तपाईँ जस्तो यो पदमा भएको व्यक्तित्वले बुझ्नै गाह्रो छ भनेर भनिरहँदा आफैले आफ्नै पदको जिम्मेवारी त वहन नगरेको जस्तो लाग्छ कि लाग्दैन? मैले त्यो भन्ने खोजेको होइन कि उहाँले यो सिमेन्टहरू हेर्नु न, सुकेर पुरै भित्र सुकेर हार्ड प्लास्टिकको बल जस्तो भएको छ। हाम्रो चाहिँ यो मालिका एमडिजेबी कम्पनीले चाहिँ ठेक्का सम्झौता गरेर कार्यादेश लिएको रहेछ 12 महिनाको म्याद लिएर। अनि त्यो 12 महिनामा मलाई लाग्छ तलको जग मात्र हाल्ने काम भयो। भवन नबनेर यहाँ सेवाग्राहीलाई बस्ने ठाउँ हुँदैन। कहिले पल्लो कोठा पठाउनुपर्छ, कहिले वल्लो कोठा पठाउनुपर्छ। धेरै भिड भएपछि यहाँनिर कम्प्युटरकै अगाडि जाम भएर रोकिनुहुन्छ। काम गर्न पनि धेरै गाह्रो छ। अब उहाँहरू आउनुहुन्छ, अब बस्ने पनि ठाउँ हुँदैन। उम्बी जानुहुन्छ। उम्बिँदा कतिजना वृद्धहरू आउनुहुन्छ। उहाँहरूलाई बस्नुहोस् भन्नको लागि हामीले ठाउँ छोडेर दिँदा पनि पाउनु हुँदैन क्या उहाँहरू। अनि ग्यालेरी पनि साँघुरो छ। कहिले त घाममै बस्नुहुन्छ उहाँहरू। यहाँ चाहिँ वायरिङका लागि बोर्ड हालेर पाइपसम्म चाहिँ हालेर रहेछ। त्यो घरमा काम गर्नुहुन्छ, यहाँ किन बस्नु भएको? अब आराम गर्ने ठाउँ यहाँ राम्रो लाग्यो अहिले। त्यही भएर यो पलपल खाएको तपाईँले नै हो? होइन, 2-4 घन्टा बस्नु नै कति केटाहरू आउने। 2078 साल 1 महिना 2 गते ठेक्का सम्झौता भएको छ भीमदत्त नगरपालिकासँग। झन्डै 1,64,65,00,000 हाराहारीको त्यसमा बजेट छ। तपाईँ आएको 27 महिना भइसक्यो भनेर तपाईँले आफैले भन्नुभयो। तपाईँ आएपछि पनि 27 महिना त भएको रहेछ नि, किन ठुलो हेरेर बस्या 27 महिनासम्म भन्ने हो क्या मेरो प्रश्न। होइन, हामी कहाँ हेरेर ठुलो म आउँदाखेरि डिभिजनमा मात्रै थियो त, रकम विनियोजन नै भएको थिएन। ए केटाहरू हुन्छन् यहाँ? के गर्छन् ती केटाहरू खास यहाँ आएर? चुरट खान्छन् कि? अब हामी माथि हेर्न हुँदैन, के गर्छन् के गर्छन्। यो भर्री केटाहरू हुन्छन्? 2-4 आइरहेछन् दिनभरि। पब्लिकहरूले सोधेका हुन्छन् यो प्रश्न कि वडा कार्यालय भवन किन बन्दै छैन, किन बनेन, के कारण हो भनेर सोधिरहेका छन्। अब यसको ठोस जवाब हामीले पनि पाउन सकेका थिएनौँ। लागु पदार्थ सेवन प्रयोगकर्ताहरूले चाहिँ यहाँ चाहिँ एउटा जक्सन बनाएका रहेछन्। हजुर, यहाँ ठाउँ नभएर हो सर, वडा कार्यालय भवन नबनेर पर्याप्त ठाउँ नभएर मिलाउनु पर्ने, एडजस्ट गर्नु परिरहेको छ। हाकिम साहब, तपाईँलाई थाहा छ त्यो भवन निर्माण सम्पन्न नभइरहँदा अहिले त्यहाँ चाहिँ लागु औषधको अड्डा बनेको छ। त्यहाँ लागु औषध प्रयोगकर्ताहरूको त्यहाँ चाङ लाग्छ। अच्छा, अब त्यो दुर्व्यसनीहरूको एउटा त्यो आँकडा भएको पनि छ। अस्ति म आफै गएर मैले हेरेको अवस्था पनि हो। हामी चुक्यौँ, त्यसपछि पालिका चुक्यो, त्यसपछि पालिकाको कर्मचारीहरूको हो। यो 18 वडाको बनिसक्यो, हाम्रो चाहिँ 3 नम्बरको बन्या छैन। होइन, दान दिने जग्गादाताहरू पनि अपमान भएको महसुस गरेका छौँ सर। यो कार्यालयमा चाहिँ कर्मचारीहरू जिम्मेवार नहुनु पनि एउटा कारण हो। यो म सिधै भन्छु। यो अन्तिममा जनतासँग माफी माग्छौँ, फेरि पनि हार खाएका छैनौँ, आफ्नो बेस्ट प्रयास गरेका छौँ। कुनै पनि तालिमहरू हामी चाहिँ नगरपालिकाबाट माग्छौँ, शिव विकासले दिएको हुन्छ। हामीलाई त्यो भवन नभएर दिदीबहिनीहरूलाई बसाउने 15-20 जना पनि बस्ने ठाउँ नभएर कहिले हाम्रो आदर्श नेपालको भवनमा चलाएका छौँ त्यो कार्यक्रम, कहिले आदर्श खानेपानीको, कहिले यता कालिका विकास समाजको भवनमा। त्यहाँ पनि अब उनीहरू बिना भाडा फोहोर गर्छन् भनेर नदिने अवस्था। हामीले धेरैवटा तालिमहरू त भवन नभएकै कारणले चाहिँ फिर्ता गरेका छौँ। त्यस्तो छ। र म यो वैशाख महिनादेखि काम अगाडि बढाउँछु भनेर उहाँले मलाई पनि भन्नुभएको छ, मेयर साहबलाई पनि भन्नुभएको छ। र विलम्ब चाहिँ भएकै हो। के चाहिँ गरेन कर्मचारीले? समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई चाहिँ कुन तरिकाले हुन्छ, या त कार्य सम्पन्न गर्नुपर्ने, यदि गर्न सक्नुपर्थ्यो, यदि सकेन भने प्रक्रिया पुर्याएर निर्माण व्यवसायीले काम नसकेको निर्माण व्यवसायीको चाहिँ बैंक ग्यारेन्टीहरू चाहिँ क्लेम गरेर निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सक्नुपर्थ्यो। त्यसरी कडा नहुनुको। त्यहाँ चाहिँ वडा भवन बनेन, बाटो बनेन भन्दै त्यहाँका वडावासीले वडा कार्यालयमै ताला ठोकेका थिए। झन्डै 10 दिनपछि मात्रै सञ्चालनमा आएको थियो वडा कार्यालय।
त्यो 10 दिनभित्र कार्य सम्पादनमा पर्ने प्रभाव नगरपालिकाले कसरी आकलन गरिरहेको छ, हेरिरहेको छ? जनताले एक दिन पनि दुःख पाउनु हुँदैन। जनताले चाहिएकै बखत डकुमेन्ट पुग्यो भने तत्काल पब्लिकले सेवा पाउनुपर्छ। 10 दिन पब्लिकलाई हामीले सेवा दिन सकेनौँ, हामी क्षमा प्राप्ति छौँ। एकचोटि वडा अध्यक्षको नजरबाट अथवा सोचाइबाट त्यो तर्क, त्यो धारणाबाट हेरौँ न है, कर्मचारीले चाहिँ किन त्यसो नगरे होला त? त्यो त अब कर्मचारीको विषयको कुरा के लाग्छ तपाईँलाई? ध्यान पुगेन या काहीँ न काहीँ आर्थिक रूपमा चुक्यो? त्यसो भयो भनेर आरोप चाहिँ म लगाउँदिनँ त्यो चाहिँ, तर चाहिँ चुक्न चाहिँ कार्यालय चुकेकै होस्। दर्शकबिन नमस्कार, तपाईँ यति बेला साँझ आवाज हेर्दै हुनुहुन्छ। म केशव भट्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत वडा नम्बर 3 मा बाटो बनेन, पक्की बाटो भएन, सधैँ धुलाम्मे हिलोमा हामीले हिँड्नु पर्दछ। त्यो सँगै वडा नम्बर 3 को भवन जो अघिल्लो सरकार छँदा ठेका सम्झौता भएको थियो, त्यो अहिलेसम्म पनि निर्माण सम्पन्न नभएको कारणले भन्दै ताल्जा लगाएका थिए वडा नम्बर 3 मा त्यहाँका स्थानीयले। तर जसो तसो गरेर सम्झौता गर्दै वडा कार्यालय 10 दिन पश्चात ताल्जा त खुल्यो, तर अझै पनि एक निर्माण कार्य सम्पन्न नहुँदा अहिले त्यहाँ सेवा प्रवाहमा निकै समस्या भइरहेको भनी त्यहाँका कर्मचारी भन्दछन्। वडा कार्यालयमा सेवाग्राहीहरू आउँदा बस्नको लागि ल गर्मीको महिना छ, पानी पिनुस् भनेर साइडमा कुर्सी राखेर बस्ने सम्भवको ठाउँ छैन, हामीलाई गाह्रो भइरहेको छ। निर्माण कम्पनीसँग नगरपालिकाले सम्झौता गरेको 2078 मा हो, अहिले 82 सिद्धिनै आँट्यो। अहिलेसम्म चाहिँ निर्माण कम्पनीले किन हेलचक्राइ गरेको, नगरपालिकाले पनि यसमा किन हेलचक्राइ गरेको भन्दै त्यहाँका जनप्रतिनिधिहरू गुनासो पोखिरहेका छन्। खासमा यो विषय के हो भन्दै हामी गएका थियौँ। हामीले बुझ्नै खोज्दाखेरि हामीले वडा नम्बर 3 का जनप्रतिनिधिसँग यो संवाद गऱ्यौँ। त्यसपछि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसँग पनि यस विषयमा जवाब माग्यौँ। तर अनन्त गएर निर्माण कम्पनीसँग कुरा गर्नुपर्ने थियो। मालिका जेबी भन्ने कन्स्ट्रक्सन छ एउटा, त्यो कन्स्ट्रक्सनका मालिक दिनेश मल्लको फोन नै लाग्दैन। नगरपालिकालाई भन्यौँ, उहाँको फोन लाग्दैन, के छ कन्ट्र्याक्टरमा छन् कि छैनन्, कहिले हो निर्माण सम्पन्न हुने भन्दा यसै अब आउने नयाँ वर्षको नयाँ सालको वैशाखमा जसरी पनि गर्छु भनेको छ, यो आर्थिक वर्षभित्र नसके भने हामी कारबाही गर्छौँ। कारबाही त त्यति बेलै गर्नु पर्थ्यो, नगरपालिका चुक्यो, फेरि अझै चुक्दै नजानुस् कि त्यति नचुक्नुस् जति कुनै न कुनै दिन त्यही वडा नम्बर 3 को जस्तै हालत नगरपालिकाको नहोला भनेर भन्न सकिँदैन। निर्माण कम्पनीका प्रमुखलाई फोन गरिरहँदा ठेकदारलाई, त्यो कन्ट्र्याक्टरलाई कति फोन गर्ने हो लाग्दैन। थाकित भयो। आज कार्यक्रम कन्ट्र्याक्टरलाई नलिकन नै प्रसारण गर्नुपर्ने देखिएको छ। खासमा के हो त त्यहाँको समस्या हेरौँ। दर्शकबिन यति बेला म भीमदत्त नगरपालिकाको वडा नम्बर 3 मा आएको छु। वडा नम्बर 3 मा चाहिँ हामीले 2078 सालमा नै ठेक्का सम्झौता गरेको वडा कार्यालयको भवन निर्माण गर्नको लागि अहिले 82 साल सकिँदै लाग्दा पनि वडा कार्यालय चाहिँ निर्माण सम्पन्न नभइसक्दा निकै समस्या भएको छ। सेवाग्राहीलाई बसेर पानी खानुस् भन्नको लागि पनि बस्नको लागि कुर्सी राख्ने ठाउँ पनि छैन, भाडामा छ वडा कार्यालय भनेर निकै गुनासो वडा अध्यक्ष लगायत वडाका सम्पूर्ण व्यक्तित्वहरू, त्यसपछि वडा सदस्यहरूले नि हामीलाई गुनासो पोखिसकेपछि वडा नम्बर 3 मा आएको छु। हेर्नुहोस् त, वडा नम्बर भीमदत्त नगरपालिका वडा नम्बर 3 को कार्यालय, म यो भाडामा रहेको कार्यालय देखाउँछु के छ सरस्वतीभित्र स्थिति। वडा कार्यालयभित्र जान्छु, वडा कार्यालयको अवस्था देखाउँछु। यो भाडामा रहेको वडा कार्यालय हो। अहिले चाहिँ वडा अध्यक्ष गगन सिंह धामी हुनुहुन्छ, यहाँभन्दा पहिला चाहिँ राम जब्रेल हुनुहुन्थ्यो। यो चाहिँ देखाउँ त, यो चाहिँ अध्यक्षज्यूको कार्यकक्ष। अब यता हूँ, यहाँनिर बसन्ती कुँवर सामाजिक परिचालक हो, सामाजिक परिचालक। यो चाहिँ सेवाग्राही हो। ओके, हेरौँ त, 1 2 3 यहाँ कार्य सबैको अलग अलग हुन्छ है।
हजुर भवनको समस्याले गर्दाखेरि राख्नु भएको नि यो सबै 3वटा टेबल 4वटा टेबल छ होइन? भवन नबनेर यहाँ सेवाग्राहीलाई बस्ने ठाउँ हुँदैन। कहिले पल्लो कोठा पठाउनुपर्छ, कहिले वल्लो कोठा पठाउनुपर्छ। धेरै भिड भएपछि यहाँनिर कम्प्युटरकै अगाडि जाम भएर रोकिनुहुन्छ। काम गर्न पनि धेरै गाह्रो छ। यो चाहिँ प्रशासन फाँट यतै छ, सामाजिक परिचालक यतै छन् है, सबै यतै छन्। यो चाहिँ वडा सदस्यज्यूहरूको कार्यफाट यहाँनिर। यहाँ आउँछु। सचिवज्यू नमस्कार। हजुर ठिक हुनुहुन्छ? ठिक छ। तपाईँ वडा सदस्यको कार्यफाटमा आफ्नो टेबल राखेर काम गर्दै हुनुहुन्छ? हजुर, यहाँ ठाउँ नभएर हो सर, वडा कार्यालय भवन नबनेर पर्याप्त ठाउँ नभएर मिलाउनु पर्ने, एडजस्ट गर्नु परिरहेको छ। के भन्न चाहनुहुन्छ त भवन अहिलेसम्म नबन्दा? भवन चाहिँ द्रुत गतिमा हुनुपर्छ। 19 वडामध्ये 18 वडाको बनिसक्यो, हाम्रो चाहिँ 3 नम्बरको बन्या छैन होइन। दान दिने जग्गादाताहरू पनि अपमान भएको महसुस गरेको छ सर। त्यो जग्गा चाहिँ वडा कार्यालय निर्माणका लागि स्थानीयले उपलब्ध गराएको हो? हजुर हजुर। कति हो त्यो जग्गा दिएको? त्यो 1 कट्टा 11 दूर जति छ, पूर्जा छ हामीसित। तर निर्माण अहिलेसम्म भएको छैन। गाह्रो छ। यो 3वटा कोठाहरू ल्याउनु भएको छैन त भाडामा? 4वटा 2टा, एउटा अध्यक्षजीको, एउटा सटर छ अनि एउटा यो 5वटा भन्नु। 5वटा। कति छ यसको भाडा? भाडा 12,000 जति छ मासिक। 12,000मा 5वटा कोठा चाहिँ वडा कार्यालयले लिएको छ। ठेक्का 2078 साल 1 महिना 2 गते लागेको। अहिलेसम्म निर्माण सम्पन्न भएको छैन। 82 सिद्धिनै आँट्यो। अध्यक्षजी स्वागत छ यहाँलाई। धन्यवाद, नमस्ते। 2078 साल 1 महिना 2 गते नगरपालिकाले ठेक्का दिएछ वडा कार्यालय निर्माण गर्ने भनेर। वडा कार्यालय निर्माण भएको छैन। 82 साल पनि सिद्धिनै आँट्यो। तपाईँले गुनासो गर्दै हुनुहुन्थ्यो, भन्नुहोस् त के हो खास कुरो? अब त्यो हामीभन्दा अघिल्लो कार्यपालिकाको समयमा चाहिँ 19वटै वडा कार्यालयहरूको लागि चाहिँ भीमदत्तले ठेका लगाए, जसमध्ये वार्ड नम्बर 3 पनि हो। र यो वार्ड नम्बर 3 वडा कार्यालय चाहिँ हाम्रो चाहिँ यो मालिका एमडिजेबी कम्पनीले चाहिँ ठेक्का सम्झौता गरेर कार्यादेश लिएको रहेछ 12 महिनाको म्याद लिएर। अनि त्यो 12 महिनामा मलाई लाग्छ तलको जग मात्र हाल्ने काम भयो। त्यसपछि हामी निर्वाचित भएर आइसकेपछि बारम्बार हामीले कार्यपालिकामा मैले बैठकहरूमा चाहिँ कुरा उठाउँदाखेरि, नगरसभामा हाम्रा सदस्यहरूले कुरा उठाउँदाखेरि चाहिँ निर्माण व्यवसायीले 2 तलासम्म त्यसलाई चिनाइ गरेर ढलाइ गर्यो। त्यसपछि फेरि अहिले काम रोकेर बसेको छ। पब्लिकहरूले सोधे हुन्छन् यो प्रश्न कि वडा कार्यालय भवन किन बन्दै छैन, किन बनेन, के कारण हो भनेर सोधिरहेका छन्। अब यसको ठोस जवाब हामीले पनि पाउन सकेका थिएन। यो र हामीलाई के लाग्छ भने यो निर्माण व्यवसायीको लापरवाहीका कारणले यसो भएको हो। र यसमा जिम्मेवारी जुन चाहिँ नगरपालिकाले जुन चाहिँ ठेक्का दिएका बेला चाहिँ दिइसकेपछि जुन तरिकाले निर्माण व्यवसायीसित उसले चाहिँ आफ्नो कार्यक्रम गर्नुपर्थ्यो होइन, दिएको म्यादभित्र सम्पन्न नगरिसकेपछि जुन काम कारबाही अगाडि बढाउनु पर्थ्यो त्यसमा कार्यालय पनि कतै चुक्यो कि भन्ने हामीलाई लागिरहेछ। तपाईँ त वडा अध्यक्ष हो नि त, तपाईँले नगरपालिकालाई त बुझ्नु भएको होला नगरपालिकामा के भइरहेको छ, ठेक्का किन चाहिँ निर्माण कार्य सम्पन्न नभएको, नगरपालिकाले चाहिँ ताकेता किन नगरे हो, अथवा यसलाई चाहिँ नगरपालिकाले कारबाहीको लागि अगाडि प्रोसेस चाहिँ किन नगरे हो भन्ने विषयमा चाहिँ तपाईँले बुझ्नु भएन? यो कार्यालयमा चाहिँ कर्मचारीहरू जिम्मेवार नहुनु पनि एउटा कारण हो। यो म सिधै भन्छु, यो कार्यालयको कमजोरी हो। यसमा जनप्रतिनिधिहरूको चाहिँ बेला बेलामा यो काम किन रोकिराखेको छ भनेर प्रश्न उठेकै हुन्छ कार्यपालिकाको बैठकमा। तर अब हुन्छ हामी गर्छौँ चाहिँ भन्नुहुन्छ नगरपालिकामा। तर कार्यालयले जुन कर्मचारीहरूले जुन बेला जे गर्नु पर्थ्यो नि त्यो नगरेको कारणले यो वडामा आज 10 गतिदेखि लाग्यो तालाबन्दी, बल्ल बल्ल आज चाहिँ खुल्या छ हाम्रो वार्ड नम्बर 3 को। त्यही कारण हो। के चाहिँ गरेन कर्मचारीले? समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई चाहिँ कुन तरिकाले हुन्छ, या त कार्य सम्पन्न गर्नुपर्ने, यदि गर्न सक्नुपर्थ्यो, यदि सकेन भने प्रक्रिया पुर्याएर
निर्माण व्यवसायीले काम नसकेको निर्माण व्यवसायीको चाहिँ ब्याङ्क ग्यारेन्टीहरू चाहिँ क्लेम गरेर निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सक्नु पर्थ्यो। त्यसरी कडा नहुनुको कारण अफिसले चाहिँ कार्यालय कडा नहुनुको कारणले पनि यस्तो लापरवाहीहरू चाहिँ भइरहेको हुन्छ। एकचोटि एउटा अध्यक्षको नजरबाट अथवा सोचाइबाट त्यो तर्क त्यो धारणाबाट हेरौँ न है, कर्मचारीले चाहिँ किन त्यसो नगरे होला त? त्यो त अब कर्मचारीको विषयको कुरा के लाग्छ तपाईँलाई? ध्यान पुगेन या काहीँ न काहीँ आर्थिक रूपमा चुक्यो त्यसो भयो भनेर आरोप चाहिँ म लगाउँदिनँ त्यो चाहिँ, तर चाहिँ चुक्न चाहिँ कार्यालय चुकेकै हो यसमा। बिना स्वार्थ किन चुक्छ के? अध्यक्षको नजरबाट भन्नुपर्दा फ्याक्ट विषय केही न केही होला नि त तपाईँको मानसपटलमा। नै म त्यो चाहिँ आरोप लगाउँदैन कसैलाई पनि, किनकि नदेखेको कुरो हुनसक्छ भन्न सक्नुहुन्छ? नै त्यो पनि भन्दैन सम्भावना। अब त्यो उहाँहरूलाई सोधेर हजुरहरूले चाहिँ बुझ्ने कुरा हो होइन। तर चुकेको चाहिँ कार्यालय वडा कार्यालय भवनको सम्बन्धमा बाँकी अरू पनि छन् 2-3वटा मागहरू बाटाका सम्बन्धमा। त्यो बाटाका सम्बन्धमा चाहिँ हामीले माग चाहिँ गरेका छौँ इमान्दारीपूर्वक सङ्घीय सरकारलाई प्रदेश सरकारलाई चाहिँ प्रत्येक वर्षको यो बजेट विनियोजन हुने बेलामा चाहिँ वडा कार्यालयबाट सिफारिस गरेर हामीलाई यो बाटोका लागि यति बजेट चाहिन्छ है भनेर चाहिँ भनेका छौँ। विष्णु मन्दिर रोडका लागि हामी निर्वाचित भएर आइसकेकै वर्ष चाहिँ हामीले पहिलो वर्ष 7 करोड रुपियाँ माग गरेका हौँ। चमन चौक हाम्रो भिनपा छको चमन चौराईदेखि विष्णु मन्दिरसम्म 7 करोड रुपियाँको चाहिँ माग गऱ्यौँ। त्यसमा 1 करोड मात्र आयो। फेरि अर्को वर्ष हामीले चाहिँ 5 करोड रुपियाँ माग्यौँ, फेरि 1 करोड आयो। फेरि त्यो तपाईँले माग गर्ने नगरपालिकाले अलिकता भए पनि छुट्याउने गर्दा गर्दै नगरपालिकाले त्यसो गर्दा गर्दै पनि अहिले पछिल्लो समयमा तपाईँको वडा कार्यालयमा ताला लागेको थियो। आज झन्डै 10 दिनपछि खुल्यो। हजुर, झन्डै 10 दिनपछि आज खुल्या छ। विषयवस्तु बरालियो। अनि तपाईँ अध्यक्ष हुनुहुन्छ, तपाईँलाई चाहिँ यो अहिले भाडाको भवनमा कार्य सम्पादन गर्नु परिरहेको छ, समस्या कतिको भइरहेको छ? साह्रै समस्या नि। कुनै पनि तालिमहरू हामी चाहिँ नगरपालिकाबाट माग्छौँ, शिव विकासले दिएको हुन्छ। हामीलाई त्यो भवन नभएर दिदीबहिनीहरूलाई बसाउने 15-20 जना पनि बस्ने ठाउँ नभएर कहिले हाम्रो आदर्श नेपालको भवनमा चलाएका छौँ त्यो कार्यक्रम, कहिले आदर्श खानेपानीको, कहिले यता कालिका विकास समाजको भवनमा। त्यहाँ पनि अब उनीहरू बिना भाडा फोहोर गर्छन् भनेर नदिने अवस्था। हामीले धेरैवटा तालिमहरू त भवन नभएकै कारणले चाहिँ फिर्ता गरेका छौँ। त्यस्तो छ। शिव विकास सम्बन्धी तालिमहरू दिदीबहिनीहरूका चाहिँ फिर्ता गरेका छौँ हामी भवन नभएर। नगरपालिकालाई तपाईँले पटक पटक होइन छिटो गरिदिनु पर्यो निर्माण कम्पनीलाई के गरे नगरपालिका तपाईँले भनेर चाहिँ मेयर उपमेयर त्यहाँका कर्मचारीलाई केही पनि भन्नु भएन? भने कार्यपालिकामा जति पनि कार्यपालिका बैठकहरूमा चाहिँ म अन्तिममा मेरो एउटै शब्द के हुन्थ्यो भने सबै वडामा चाहिँ एउटा कार्यालय भवन बनिसके, वार्ड नम्बर 3मा किन बनेन, त्यसतिर चाहिँ कार्यालयको ध्यान जाओस् भनेर। के भन्छ हुन्छ हामी गर्दैछौँ, निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याउँदैछौँ भन्नुहुन्थ्यो। तर त्यसपछि जिउका तिउ समस्या त्यस्तै रहिरहन्थ्यो। तपाईँले पनि हार खानुभयो त्यसो भए? करिब अब चुनावका ताका चाहिँ हामीले एउटा यो बाचा पनि हो हाम्रो कि वडा कार्यालय भवन हाम्रै कार्यकालमा सम्पन्न गरेर त्यहीँबाट जनतालाई सेवा दिनेछौँ भन्ने थियो। तर कदम कदा चाहिँ हामी पनि त्यसमा फेल भयौँ कि। कार्यकाल सकिनै आँट्यो, अहिलेसम्म सम्पन्न भएको छैन। स्वागत छ वडा सदस्यज्यू। धन्यवाद। वडा कार्यालयको भवन निर्माण नभएर तपाईँहरूलाई निकै समस्या भएको छ, तपाईँहरूले गुनासो पोख्दै हुनुहुन्छ। के समस्या भएको छ, के भन्न चाहनुहुन्छ? भवन निर्माण नहुनाले त समस्या त हामीसँग धेरै नै छन्। अब भनेर सिद्धिँदैनन्। हामीलाई भन्दा नि पब्लिकलाई छ। हामी त जसोतसो पनि आएर अब आफ्नो टाइमले ड्युटी गरेको हुन्छौँ। हामीलाई भन्दा नि सेवाग्राहीहरूलाई धेरै दुःख छ वडा भवन नभएर। के भन्छन् सेवाग्राहीले? अब उहाँहरू आउनुहुन्छ, अब बस्ने पनि ठाउँ हुँदैन, उम्बी जानुहुन्छ। उम्बिँदा कतिजना वृद्धहरू आउनुहुन्छ, उहाँहरूलाई बस्नुहोस् भन्नको लागि हामीले ठाउँ छोडेर दिँदा पनि पाउनु हुँदैन क्या उहाँहरू। अनि ग्यालेरी पनि साँघुरो छ, कहिले त घाममै बस्नुहुन्छ उहाँहरू। यो भाडामा लिएको भवन हो, यसमा पनि 4 कोठा मात्रै छ। 4 कोठामा पनि सचिवजीले काम गर्नुपर्छ। सचिवजीको एकदम व्यस्तता हुन्छ। त्यसपछि हामीले 3टा कर्मचारी अर्को रुममा राखेका छौँ। त्यहाँनिर 3 जनै एकै ठाउँमा काम गर्दा उहाँहरूलाई नि गाह्रो छ। अनि अलिअलि उहाँहरूले काम गर्ने टेबल कुर्सी राख्दाखेरि सेवाग्राहीहरूको लागि त उम्बिने पनि ठाउँ छैन। यो भवन चाहिँ निर्माण सम्पन्न नहुनुमा कसको कमजोरी हो जस्तो लाग्छ तपाईँलाई?
सर्वप्रथम हाम्रो भनौँ जनताले हामीलाई विश्वास मतदान गरेर यहाँ पुर्याउनु भएको थियो, आशा गर्नुभएको थियो, युवा टिम आउनु भएको छ, केही गर्नुहुन्छ भनेर हामीलाई चाहिँ मतदान गरेर 5 का 5 जनालाई निर्वाचित गराउनु भएको थियो। सर्वप्रथम हामी चुक्यौँ, त्यसपछि पालिका चुक्यो, त्यसपछि पालिकाको कर्मचारीहरूको हो। त्यसो भए पालिकाको कमजोरी छ, तपाईँहरूले त गर्न खोज्नु भयो, त्यो सफल भएन, त्यो एउटा पक्ष रह्यो। तर ठेक्कापत्ता भइसकेको, निर्माणका लागि कार्य थालनी गरिसकेको होइन, अहिले आएर अन्तिममा निर्माण सम्पन्न नै हुँदैन। 12 महिनाको सम्झौता नि सिद्धिन्छ हुँदा अहिले 4 वर्ष भइसके, अहिलेसम्म नहुँदाखेरि भनेपछि के भन्न चाहनुहुन्छ त? अन्तिममा जनतासँग माफी माग्छौँ, फेरि पनि हार खाएका छैनौँ, आफ्नो बेस्ट प्रयास गरेका छौँ। अहिले हामीले सूचना पाएअनुसार केही दिनमा वडा कार्यालयको काम सुरु भएर कार्यालय 3-4 महिनाभित्र सम्पन्न हुन्छ भन्ने आश्वासन दिनुभएको छ हामीलाई। दर्शकबिन, भीमदत्त नगरपालिका वडा नम्बर 3 को बन्दै गरेको वडा भवन चाहिँ यो हो। निर्माण सम्पन्न भइसकेका छैन। निर्माण कम्पनीले चाहिँ 2078 साल 1 महिना 2 गते चाहिँ ठेका हात पारेको, ठेका आफूले ल्याएको, तर त्यो ठेका चाहिँ 12 महिनाका लागि सम्झौता भएको थियो, अथवा 12 महिनामा चाहिँ निर्माण सम्पन्न हुने भन्ने सम्झौता थियो। अहिले यो 2082 साल पनि सिद्धिँदै गर्दा पनि यो निर्माण कार्य सम्पन्न भएको छैन। 1,64,65,000 हाराहारीमा पाएको यो ठेक्का अहिलेसम्म निर्माण कार्य किन सम्पन्न नगरे? ठेकदारको कमजोरी कहाँनिर छ? के भयो? ठेकदारले चाहिँ किन निर्माण कार्य सम्पन्न नगरे? पहिला हामी वडा कार्यालय देखाउँछौँ, बनिरहेको वडा भवन। यो हेर, यो बालुवा यसरी फ्याँकिएको छ यहाँ। अब बालुवाको आसपासमा पुरै घाँस उम्रिन थालिसकेको छ। अब यसरी नै फाल्ने हो भने यो बर्खाको सिजन आउँदैछ। यो अब बर्खामा यो पानी परेर यो बालुवा कहाँ लाग्छ थाहै हुँदैन। यतापट्टि सिमेन्टहरू छन्। अब यी सिमेन्टको हालत देखाउँछु म तपाईँलाई। यो सिमेन्टहरू हेर्नु न, सुकेर पुरै भित्र सुकेर हार्ड प्लास्टिकको बल जस्तो भएको छ। सुकेर यो सिमेन्ट कति गड्डा छन् यहाँ? 1 2 3 4 5 6 7 8 कति हो कति? यो सिमेन्ट स्वाहा भएको छ सुकेर। यति हेलचक्राइ छ, यति कमजोरी। यहाँ चाहिँ वायरिङका लागि बोर्ड हालेर पाइपसम्म चाहिँ हालेर रहेछ। यो भवनको हालत भित्र आएर देखाउने सर। यताभित्र यो फेरि अब यस्तो छोडिदियो भने त भवन यहाँको जडे आउँछ, के खान्छ? यो पलपल खाएर यहाँ फालेछ। पलपल पनि खाँदो रहेछ नि यहाँ। यो अब कुलतमा फसेका अथवा यो लत लागेकाहरूले चाहिँ यस्तै भवन हेर्छ, एकान्त यस्तै हेर्छ। अब यो निर्माण कार्य सम्पन्न भएको भए यहाँ चाहिँ कार्यालय मजाले सञ्चालनमा आउँथ्यो र यो प्रयोग हुँदाखेरि यो सजिलो हुन्थ्यो, जसले गर्दाखेरि यो पलपल खानेदेखि लिएर भाङ धधुरो यी लागु पदार्थ सेवनहरू गर्ने हुन्थेनन्। तर अब यो नभइसकेपछि अहिले चाहिँ यहाँ चाहिँ अवस्था के भएको रहेछ? जड्याको यो अड्डा, रक्सी खाने जाँड खानेको अड्डा, लागु पदार्थ सेवन प्रयोगकर्ताहरूले चाहिँ यहाँ चाहिँ एउटा जक्सन बनाएका रहेछन्। सिधै देख्न सकिन्छ यो पलपल के हो? दारू हो यो पुरै। यहाँ पनि छ एउटा, यो पुरै डब्बा छन्। यो अवस्था यस्तो छ। म तपाईँलाई अब माथिको देखाउँछु, योभन्दा माथिल्लो। हेलो, तपाईँ यहाँको स्थानीय हो? कहाँ हजुरको घर? उठ्नु न, यो सुत्नु त भएन नि यसरी। ल भन्नु न, कहाँ हजुरको घर? हजुर नि। नाम?
लौटन। यो काम गर्ने हो यहाँ? नै म त त्यो घरमा गर्छु काम। त्यो घरमा काम गर्नुहुन्छ, यहाँ आएर किन बस्नुभएको? अब आराम गर्ने ठाउँ यहाँ राम्रो लाग्यो अहिले। त्यही भएर यो पल खाएको तपाईँले नै हो? नै 2-4 घन्टा बस्नु नै कति केटाहरू आउने। ए केटाहरू हुन्छन् यहाँ? के गर्छन् ती केटाहरू खास यहाँ आएर? चुरट खान्छन् कि? अब हामी माथि हेर्न हुँदैन, के गर्छन् के गर्छन्। यो भर्री केटाहरू हुन्छन्? 2-4 आइरहेछन् दिनभरि। ती केटाहरू बस्ने यो जक्सन बनाएको छ होइन? त्यस्तै लाग्यो अहिले त। त्यही देखेर तपाईँ पनि बस्न आउनुभएको? होइन, अब उहाँ बस्ने ठाउँ छैन मेरो काम गर्ने ठाउँमा, त्यही भएर यहाँ बस्न आयो। के नाम तपाईँको? लौटन चौधरी। हजुर। ल त लौटनजी, हेरौँ अब यो वडा कार्यालय कस्तो बनाएका छन्। यस्तो छ हालत। यहाँ माथिपट्टि यहाँ यस्तो छ, यहाँ यस्तो छ। यहाँ केटाहरू बस्छन् रे, यहाँ खाँदा रहेछन्। यहाँ कर्णाली फेरि विज्ञापन गऱ्यो, प्रचार गऱ्यो भन्लान्। कर्णाली भन्ने एउटा के यो दारू रहेछ, यो रक्सी, त्यो खाँदा रहेछन्। यहाँ कसैले कर्णाली खाँदा रहेछन्, कसैले के थियो पल खाँदा रहेछन्। यस्तो छ। वडा कार्यालय किन निर्माण नभएको? वडा कार्यालय समयमा किन निर्माण नगरेको? के हो खास समस्या? समस्या कसले बिउताएको हो? ठेकदार कम्पनीलाई प्रश्न गर्नेछु। दशकबिन 2078 साल 1 महिना 2 गते लागेको ठेक्का, त्यो समय ठेक्का सम्झौता भएको वडा नम्बर 3 को वडा भवन निर्माणका लागि अहिले 5 वर्ष कटिसक्दा पनि वडा कार्यालय किन बनेन? के हुन् समस्या? नगरपालिका यसलाई कसरी हेर्दैछ? नगरपालिकाले कानुनी दायरामा लियो कि लिएन भन्ने विषयमा कुराकानी गर्नका लागि मसँग यति बेला भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम हुनुहुन्छ। म उहाँलाई स्वागत गर्छु। हाकिम साहब, स्वागत छ यहाँलाई। धन्यवाद। भीमदत्त नगरपालिका वडा नम्बर 3 को वडा कार्यालय 5 वर्ष हुनै आँट्यो क्यारे, अहिलेसम्म निर्माण सम्पन्न भएको छैन। किन ठेकदारलाई तपाईँले हेलचक्र्या गरेर छोडिदिएको? भीमदत्त नगरपालिका वडा नम्बर 3 को वडा कार्यालय यहाँले भने जस्तै विगत 5-6 वर्षदेखि नबनेकै अवस्था हो। म यो कार्यालयमा हाजिर भएर आउँदा विगत 27 महिना भयो मलाई यता आएको। त्योभन्दा पहिले पनि कार्यालय त्यो डिबिसीमै थियो त्यो कार्यालय। त्यसपछि म यहाँ हाजिर भइसकेपछि यहाँ रकम छैन बनाउँदिन भन्ने प्रकारको कुरा सुन्दा कसले भन्यो त्यस्तो? ठेकदारले साहबले भनेको। र त्यसपछि म आइसके पश्चात हामीले रकम विनियोजन पनि गऱ्यौँ। रकम विनियोजन गरिसके पश्चात ठेकदार साहबले काम गर्यो। उसले बनाउनु पर्ने संरचनाको एउटा नक्सा खाकासम्म बनाइसकेको छ। र अब त्यसपछि अब फिनिसिङ, रङरोगन र त्यहाँ प्लास्टर आदि इत्यादि काम बाँकी छ। र उसलाई पटक ताकेता गर्दा पटक यो बनाऊ भन्दा पनि अब खै किन हो उहाँले चासो देखाइराख्नु भएको छैन। अहिले पछिल्लो पिरियडमा उहाँको जो ब्याङ्क ग्यारेन्टी खत्तम भएको थियो, म्याद समाप्त भएको थियो, त्यो ब्याङ्क ग्यारेन्टीको म्याद उहाँले सन् 2027 सम्म थपेर ल्याउनु भएको छ। र म्याद थपेर ल्याइसके पश्चात अब उहाँले काम गर्ने हिसाबको वातावरण भएको छ। र म यो वैशाख महिनादेखि काम अगाडि बढाउँछु भनेर उहाँले मलाई पनि भन्नुभएको छ, मेयर साहबलाई पनि भन्नुभएको छ। र विलम्ब चाहिँ भएकै हो। यस्तो भयो क्या हाकिम साहब, वडा कार्यालयमा सेवा प्रवाहमा कार्य सम्पादनमा निकै असहजता भएको तपाईँलाई कतिको महसुस गर्ने चरणमा हुनुहुन्छ? तपाईँले कतिको महसुस गरिराख्नु भएको छ? यो त एकदम अब हाम्रा पुरै 18वटै वडा कार्यालयहरू बनिसके, एउटै मात्रै बाँकी छ। त्यो एउटा एक प्रकारको एउटा अर्कै विषयवस्तु पनि हो। हामीले यो एउटा यो समयमै जानुपर्ने विषयवस्तु पनि हो। तर यो काम किन ढिला भयो र यो कहाँनिर के कम्युनिकेसन ग्याप भयो र कसको सामञ्जस्यता मिलेन भनेर यो बडा बुझ्नै गाह्रो विषयवस्तु छ। त्यो विषयवस्तु त तपाईँ जस्तो यो पदमा भएको व्यक्तित्वले बुझ्नै गाह्रो छ भनेर भनिरहँदा आफैले आफ्नै पदको जिम्मेवारी त वहन नगरेको जस्तो लाग्छ कि लाग्दैन? मैले त्यो भन्नु खोजेको होइन कि उहाँले जुन बेला उहाँको ब्याङ्क ग्यारेन्टी समाप्त भएको थियो त्यो बेला उहाँलाई अब ब्याङ्क ग्यारेन्टीको म्याद थपेर ल्याऊ
भनेर कतिचोटि हामीले पत्र काट्यौँ, कतिचोटि हामीले कारबाही लागि पत्र काट्यौँ, नल्याएको अवस्था। र अहिले हामी ढुक्क यो मान्यमा छौँ कि उहाँले अब ब्याङ्क ग्यारेन्टी ल्याएको अवस्था छ र ब्याङ्क ग्यारेन्टी ल्याइसके पश्चात अब काम हुने र काम यदि भएन भने पनि कारबाहीको प्रक्रिया अगाडि बढाउने बाटो खोलेको अवस्था चाहिँ हो, यो भन्नु खोजेँ मैले। अहिलेको पछिल्लो अवस्थामा चाहिँ त्यो बाटो चाहिँ छ एउटा विषय। तर मेरो प्रश्न चाहिँ के हो भने 2078 साल 1 महिना 2 गते ठेक्का सम्झौता भएको छ भीमदत्त नगरपालिकासँग। झन्डै 1,64,65,000 हाराहारीको त्यसमा बजेट छ। तपाईँ आएको 27 महिना भइसक्यो भनेर तपाईँले आफैले भन्नुभयो। तपाईँ आएपछि पनि 27 महिना त भएको रहेछ नि, किन ठुलो हेरेर बस्या 27 महिनासम्म भन्ने हो क्या मेरो प्रश्न। होइन, हामी कहाँ हेरेर ठुल्ठुलो, म आउँदाखेरि डिभिजनमा मात्रै थियो त, रकम विनियोजन भएको थिएन। रकमै भएको थिएन, ठेक्का सम्झौता अगाडि भयो, विनियोजन भएको थिएन। भन्नुको अर्थ जति रकम विनियोजन भएको थियो त्यो रकम सकिएको थियो। म यहाँ आइसके पश्चात रकम विनियोजन भएको थिएन। पुनः मैले रकम विनियोजन गरेँ। रकम विनियोजन गर्नको लागि 1 वर्ष लाग्छ। त्यसपछि तपाईँले हेर्नुभयो कति काम गर्छ। त्यसपछि रकम विनियोजन भइसके पश्चात उहाँले काम गर्नुभयो। रकम त कमसेकम चाहियो नि त। रकम भइसके पश्चात उसले काम गर्यो। काम गरिसके पश्चात अब फेरि अझ उनले विगत 8-10 महिनादेखि काम गरेको छैन। अब उहाँले ब्याङ्क ग्यारेन्टी लिएर आएको छ, उहाँले काम गर्नुहुन्छ भनेर मलाई पनि भनेको छ, मेयर साहबलाई पनि भनेको छ। यो भन्नु खोजेँ मैले। त्यो ठेकदार कम्पनीको कत्रो साहस हो, 5 वर्ष भइसकुन्जेलसम्म पनि अहिलेसम्म निर्माण सम्पन्न नगर्ने। कतै नगरपालिका पनि आफ्नो हिसाबले चुक्या हो कि यसमा? हामीले त आफ्नो पाटो चुकेकै छैनौँ। हामीले समयमा पत्रचार गरेका छौँ, रकम विनियोजन गरिदिएका छौँ। कुनै न कुनै भन्ने बाटो उहाँले हामीले के राखेकै छैन। त्यसो भए 3 नम्बरका जनप्रतिनिधि किन नगरपालिका चुक्यो भनेर भन्छन्? नगरपालिका यो महिनामा चुकेको हो कि पहिले जुन बेला रकम सकिएर रकम नभएको विहीन अवस्था थियो नि, तुरुन्त विनियोजन गरेन भन्ने कुरा मात्रै हो चुकिएको। अन्यथा म आइसके पश्चात हामीले रकम विनियोजन गऱ्यौँ र काम पनि भएको हो नि त। डिभिसिल मात्रै थियो म यहाँ आउँदाखेरि। अहिले 3 तला 2.5 तला बनिसक्यो। अब फिनिसिङ गर्न मात्रै काम बाँकी त हो। हाकिम साहब, तपाईँलाई थाहा छ त्यो भवन निर्माण सम्पन्न नभइरहँदा अहिले त्यहाँ चाहिँ लागु औषधको अड्डा बनेको छ। त्यहाँ लागु औषध प्रयोगकर्ताहरूको त्यहाँ चाङ लाग्छ। अच्छा, अब त्यो दुर्व्यसनीहरूको एउटा त्यो आँकडा भएको पनि छ। अस्ति म आफै गएर मैले हेरेको अवस्था पनि हो। र यसको लागि अब टाइममै ठेकेदार साहबसँग त्यो काम गर्नको लागि हामी पहलरत छौँ। र अहिले उहाँ हाम्रो कानुनी दायरामा आइसक्नु भएको छ। काम हुन्छ, आशावादी बनाउँछ सर। अब तपाईँले ठ्याक्कै यो भीमदत्त नगरपालिकाको यो कार्यकक्षबाट, यो आफ्नो फाटबाट यसो 3 नम्बर यो उत्तरी भेगतिर हेर्दा सम्झिँदा आफू मजाले यो एसी कक्षामा बसेर कार्य सम्पादन गर्दा र त्यहाँ रहेका आफ्ना कर्मचारीहरू त्यस्तो जीर्ण अवस्थाको भवन एउटा भाडामा लिएर कार्य सम्पादन गरिरहँदा के लाग्छ तपाईँलाई हाकिम साहब? अब यस्तो प्रकारले हामीले तपाईँले जीर्ण भन्नुभयो, हामी मासिक घर भाडा दिइरहेछौँ। घर भाडामा खर्च भएको छ, आफ्नो कार्यालय बनेको छैन। के हामीलाई खुसी लाग्यो होला र? हामी पनि त दुःखी छौँ नि। तर गर्नेले गरिदिएन भने रकम विनियोजन भएकै छ, सबै कुराहरू ठिकठाक छ। गर्नेले गरिदिएन भनेपछि अब जाय लाग्नु भएन, के गर्नु भएन। अब कानुनी प्रक्रियाको बाटो हाम्रो खुलेको छ। यदि उहाँले अब 1-1.5 हप्ताभित्र 1-2 हप्ताभित्र काम सुरु गर्नु भएन भने हामी कानुनी प्रक्रियामा अगाडि बढ्छौँ। यस्तो भयो हाकिम साहब, कतै ती ठेकदारले केही राजनीतिक प्रतिशोध त साँधिरहेका छैनन्? केही बुझ्नु भएको छ? त्यो राजनीतिमा जान्दिनँ सर, राजनीतिमा जान्दैन। हामीले रकम एलोकेसन गरेका छौँ, उहाँले काम गरिदिनुपर्छ। उहाँ पनि मेरो बुझाइमा उहाँ पनि प्रक्रियामा आइसक्नु भएको छ। यो समयमा उहाँ प्रक्रियामा आइसक्नु भएको छ। आजभन्दा 1-1.5 महिना पहिले उहाँको ब्याङ्क ग्यारेन्टी थिएन। अब ल्याइसक्नुभयो। उहाँ काम गर्नुहुन्छ भन्ने आशामा छ। उहाँ मेरो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। म काम सुरु गर्छु भनेर मैले त्यो मिस्त्रीलाई पनि बयान दिइसकेका छौँ भनेर भनिसक्नु भएको छ। र उहाँले काम गर्नुहुन्छ भने हामी आशामा छौँ। अब हामीलाई पनि दुःख लागेको छ कि यत्रो 18वटा वडा भइसक्यो, वडा कार्यालयहरू भइसक्यो, त्यो मात्रै बाँकी छ। मेरै छिमेकी वडा भनौँ न, म त्यहीँको बासिन्दा मान्छे होइन। हामीलाई पनि दुःख लागेको छ, खालि घरबाट तिरेको अवस्था छ। सबैले आफ्नो जिम्मेवारी पुरा गरिदियो भने काम सम्पन्न हुने हो सर। र मान्छेहरूले कुनै प्रकारको एउटा राजनीति भन्नुभयो तपाईँले, म त्यो जान्दिनँ। अब राजनीति हो कि के हो मलाई थाहा भएन। तर उहाँले काम चाहिँ गरिदिनुपर्छ, रकमको चिन्ता गर्नु पर्दैन। उहाँले समयमै काम गरिदिए राम्रो। अन्यथा अब देशकाल परिस्थिति सधैँ एकनासको हुँदैन। र किनभनेपछि हामी पनि एउटा कानुनले बाँधिएको मान्छे हो, हामीले पनि अगाडि बढ्नु पर्ला सर। होइन, मैले यो तपाईँको धारणा मात्रै बुझ्न खोजेँ। अब अर्को अन्तिम प्रश्न,
त्यहाँ चाहिँ वडा भवन बनेन, बाटो बनेन भन्दै त्यहाँका वडावासीले वडा कार्यालयमै ताला ठोकेका थिए। झन्डै 10 दिनपछि मात्रै सञ्चालनमा आएको थियो वडा कार्यालय। त्यो 10 दिनभित्र कार्य सम्पादनमा पर्ने प्रभाव नगरपालिकाले कसरी आकलन गरिरहेको छ, हेरिरहेको छ? जनताले एक दिन पनि दुःख पाउनु हुँदैन। जनताले चाहिएकै बखत डकुमेन्ट पुग्यो भने तत्काल पब्लिकले सेवा पाउनुपर्छ। 10 दिन पब्लिकलाई हामीले सेवा दिन सकेनौँ, हामी क्षमा प्राप्ति छौँ। र अब अस्तिकोमा पनि वडा कार्यालयको हकमा मैले कर्मचारी पठाएर आफै ब्रिफिङ गरेँ, म आफै पनि त्यहाँ गएँ र उहाँहरूको एउटा अर्को माग थियो, ठाडो बाटो अहिले कालोपत्री गरिदिनु पऱ्यो, त्यहाँ धुलो उड्यो, त्यहाँ सबै गाडी घोडाहरू चल्छन् भन्ने भयो। त्यसमा हामीले पनि अब यसको ओल्तिर पल्तिर साइडतिर डिनहरू छन्, त्यसलाई बराबर गरेर यसलाई बराबर गर्ने पनि हामीले भनेर आएका छौँ। त्यसको प्रक्रिया अगाडि बढिसक्यो र वडा कार्यालयको हकमा अब तपाईँ ढुक्क रहनुहोस्, हाम्रो कानुनी प्रक्रियामा आइसक्नुभयो, अब बन्छ र हामी सबै प्रक्रियामै छौँ भनेर भन्दाखेरि पब्लिकहरूले मान्नुभयो र खोलिदिनु भयो। हामीले उहाँलाई खोलेर हामीले उहाँलाई व्यापार गर्न खोजे होइन, हामी त्यसको प्रक्रियामै छौँ, हामी चिन्तित छौँ र हामीले जनतासँग गरेका बाचाहरू हामी पुरा गर्नेछौँ। सर, अन्तिम प्रश्न, कहिलेसम्म बन्ला वडा कार्यालयको भवन? वडा कार्यालयको भवन उहाँले यो आर्थिक वर्षभित्र गरिसक्नुपर्ने हो। सर, यो आर्थिक वर्षभित्र गरिसक्नुपर्ने हो। हुन त उहाँको ब्याङ्क ग्यारेन्टी 2027सम्म छ, त्यो हामी कुर्दैनौँ र उहाँले यो आर्थिक वर्षभित्र काम गरिसक्नुपर्छ। सम्झौता अनुसार उहाँले गर्न सक्नु पर्यो सर। उहाँको म्याद यसैसम्म थप गरेको अवस्था हो र उहाँले काम गर्न सक्नुपर्छ। आर्थिक वर्षमा त्यसो भए सम्पन्न हुन्छ, भएन भने तपाईँ कानुनी पाटोमा लाग्नुहुन्छ? हामी आशावादी छौँ। यदि उहाँले गर्नु भएन भने अब कति सहने त, कति के गर्ने त, होइन? एउटा कानुनले पनि त के कुरा बोलेको छ नि त, त्योमा हामी जाउँला। हस्, समय दिनुभयो, धन्यवाद हाकिम साहब। वडा नम्बर 3 को त्यो भवन निर्माण नहुँदा त्यहाँ परेका समस्याहरू के छन् त? लागु औषधमा मान्छेहरूले त्यसलाई चाहिँ जक्सन बनाएर बसेका छन्। कुलतमा फसेका ती युवा युवतीहरूले त्यो वडा भवनलाई एउटा जक्सनका रूपमा प्रयोग गरिरहेका छन्। त्यहाँ लागु पदार्थ सेवन प्रयोग गर्छन् उनीहरूले, कहिले कर्णाली, कहिले के हो, के पलपल के खाएका त्यहाँ बोतल छन्, त्यहाँ के गरेर बसिरहेका। त्यो निर्माण ढिलाइ गरेर तपाईँले त्यहाँ लागु औषधको अड्डा जमाउनको लागि तयार पारिदिएको एउटा भवन जस्तै मात्र बनेको छ। सच्चिनो समयमै कार्य सम्पादन गर्नुहोस्, तपाईँको मूल्याङ्कन तपाईँकै कार्य सम्पादनबाट हुने हो। यदि तपाईँले कार्य सम्पादन सही र जिम्मेवारी ढङ्गले गर्नुभयो भने तपाईँले पटक पटक यस्ता ठेकापट्टा त कति पाउने हो, यो कुरा तपाईँलाई हामीले कसरी सम्झाइरहनु? खैर, यो आर्थिक वर्षमा सकिन्छ भनेका छन् प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाबाट। हेरौँ यो आर्थिक वर्षमा सकिन्छ कि सकिँदैन। तर बुझ्नुपर्ने कुरा एउटा यति मात्र हो, हाम्रो समाज लागु औषधले खिइरहेको छ, दिनरात सकिरहेको छ। यसतर्फ पनि ध्यान दिने कि आजका लागि म केशवबाट बिदा हुन्छु। नमस्कार।